नमस्ते साथी हो, म पनि तपाईहरु जस्तै परदेशको यो भिडभाड र मेसिन जस्तो जीवनमा रुमालिरहेको छु। धेरैले भन्लान् परदेशमा बसेको छ, यसलाई के थाहा देशको बारेमा। तर हामी परदेशमा बस्नेहरूको मन सधैँ नेपालको ढुकढुकीमा हुन्छ। हामी विदेशिनु हाम्रो रहर थिएन, त्यो त हाम्रो बाध्यता थियो। धेरैलाई लाग्न सक्छ कि नेपाल बन्ला र? साथी हो, इतिहास साँची छ। सिङ्गापुर कुनै समय भ्रष्टाचार र गरिबीले थलिएको यो देश ली क्वाइन यूको सही नेतृत्वले आज विश्वकै धनी बनेको छ। दक्षिण कोरिया युद्धले ध्वस्त बनाएको र भ्रष्टाचारमा डुबेको यो देश आज प्रविधिको राजा बनेको छ। रुवान्डा जहाँ नरसंहार र हिंसा थियो, आज अफ्रिकाकै सबैभन्दा सफा र छिटो विकास हुने देश बनेको छ। जब यी देशहरू बन्न सक्छन् भने हाम्रो नेपाल किन बन्दैन? आज नेपालको मतपेटिकाबाट घन्टीको जो आवाज निस्किरहेको छ, यसले केवल नेता होइन, पुरा सिस्टम नै झकझकाइरहेको छ। यो घन्टी केवल एउटा चुनावी चिन्ह होइन ब्रो, यो त तपाईँ हामी जस्ता लाखौं युवाहरूको आक्रोश र आशाको सङ्गम हो। आज यो माहौल देखेर लाग्दैछ अब चाहिँ हाम्रो पसिना खेर जाँदैन। यदि साँच्चै यो परिवर्तनले देश बन्ने बाटो समात्यो भने म मात्र होइन, विदेशमा भएका हामी सबै दाजुभाइ एउटा निश्चित समयपछि आफ्नै माटोमा फर्किनेछौँ। अब विदेशमा होइन, स्वदेशमै अवसरको ढोका खुल्नेछ। अब धेरै कुर्नु पर्दैन। देश बन्न थालेपछि हामीलाई फर्किन कुनै बहाना चाहिँदैन। धैर्य गरौँ, यो परिवर्तनलाई मेरो र तपाईको साथ चाहिन्छ। परिवर्तनको यो घन्टी मेरो र तपाईको घर घरमा बजोस्। जय नेपाल।